बहुत अल्छी लागेर घाम तापेर बसिरहेको अवस्था छ अहिले चाहिँ। यसो सोचिरहेको छु के गर्ने होला, दिमागमा आइडिया फुट्दैन केही पनि। अब यसो हेरेको कपाल काट्ने बेला भएछ, कपाल काट्नुपर्छ कि जस्तो लाग्यो। अब त्यस्तै लाग्यो। अनि त्यसपछि यसो पारितिर हेर्छु त टिफरले धुलो धुल्याम्मै बनाएको छ। यो के गर्ने हो थाहा छैन मलाई पनि। आमा चाहिँ टक्क लाएर यहाँ सुतिरहनु भएको छ। कस्तो छ आमा, ठिक छ नि? यस्तो गर्नु, यस्तो गर्नु, यस्तै बुढी अम्लो, यस्तो गर्नु, यस्तो यस्तो हो ल। त्यसपछि यसो सोचेँ अनि अब कपाल काट्न जानु पऱ्यो भनेर बाइक स्टार्ट गरेर म सरेर लागेँ। सबैजनाले ट्राफिक नियमको पालना चाहिँ गर्नु होला, हेलमेट लगाएर हिँड्नु होला सधैँ। यता हाम्रो अन्जन सर ठ्याक्क बाटोमा भेट हुन्छ, अन्जन सरले ओके हान्नुहुन्छ। त्यसपछि म ठ्याक्क सागर हेयर ड्रेसर सैलुनमा पुग्छु। सैलुनमा पुग्दाखेरि त यति धेरै भिड होइन, बाफ्रे बाफ, पालो आज आउला हातो छैन। भाइहरू पुरा लाइनमा रहेछन्। यहाँ फेरि परदेशी ठाकुर फेरि यति छ। त्यसपछि म फनक्क फर्केर घर आएँ। बाटो चाहिँ हाम्रो यस्तै हो, बन्दै छ। त्यसपछि हातमा चाकु लिएर लागेँ म भाइहरूसँग पानी ल्याउनलाई। अब यो एकदमै समस्या पनि छ हाम्रोतिर पानीको पनि। र यहाँ पानी चाहिँ यहाँनिर चुहिरहेको रहेछ, लिकेज भएर रहेछ। यहाँ सब मिलेर पानी फटाफट बनाउन थालिरहेको छौँ हामी। यहाँ मामाले चाहिँ पन्यु तताएर ल्याएछन्, बाले चाहिँ सलक्क पन्यु तताएको ठाउँमा पाइपलाई ड्याम डामेर यहाँ यतापट्टि तताउँदै डाम्दै यति यो। अब यहाँबाट यहाँ अर्को ठाउँमा फेरि लिकेज भएर यहाँ पनि गाँच्न थाल्यौँ। यहाँ अन्जन सर चाहिँ खुसीले फेरि गदगद हुँदै नाच्न थालिरहनु भएको थियो। त्यसपछि लाग्यो हामी फेरि अर्को लिकेजतिर मुला बोकेर, हातमा पन्यु बोकेर। यहाँ अब अघिको मुला पखाल पुखुल गराएर अब अर्ग्यानिक तरिकाले गम कि गम खाँदै हामी चाहिँ यहाँनिर बाटोमा लहर 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 कहाँनिर पानी बिग्रिएछ भन्दै हामी चाहिँ बनाउन जाँदैछौँ। यहाँ अब यहाँनिर चाहिँ पानी जाम भएको रहेछ। अब यो पाइपमा लेदो हेर्नुभयो भने तपाईँलाई पानी खानु मन लाग्दैन। त्यही पनि हामीले सरसफाइ गरेर यस्तोसम्म हामीले बनायौँ। सेतै आयो, यो पानीको रङ सेतो हुँदैन क्यारे, यति आयो। त्यसपछि यहाँ बसेर ट्याक गरायौँ। अब यहाँ बस्दा फेरि एउटा समस्या आइलाग्यो, मेरो चप्पल भ्ल्याटे चुँडियो। चप्पल चुँडेपछि अब फेरि समस्या सुरु हुन थाल्यो। समस्या सुरु हुन थालेपछि अब के अन्त भनेर चाहिँ चप्पल एउटा हातमा बोकेर लहर 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 हिँडियो। यतापट्टि चाहिँ फेरि हाम्रो दाइहरू चाहिँ फेरि पुरा पाइपलाई ठोकाउँदै अर्को ठाउँमा पनि हामीले फेरि त्यो लेदो निकाल्ने प्रयास गरिरहेको छौँ। यता बिमल मामा फेरि लहर 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 हिँडेर कहाँ जानु लाग्यो कसैलाई भन्ने होइन। यहाँबाट चाहिँ यहाँ फेरि पाइप फर्काएर जोड्नुपर्ने अवस्था आयो। यति रमाइलो भएको थियो नि त्यहाँ, यता तान्ने उता तान्ने, ओहो हो। तर यता पानीको समस्या चाहिँ त्यति धेरै त होइन, तैपनि कहिलेकाहीँ चाहिँ बिहानदेखि बेलुकासम्म पानीको थोपो पनि आउँदैन। अनि यो अहिले हामीले बनाइरहेको चाहिँ पुरानो लाइन हो ज्यामिरेको। अब यो अर्को पनि पानी आउँछ चाहिँ त्यो पानीको कहिले अगुवाई गर्छ, कहिले बिहानदेखि आउन्न। यहाँ फेरि पानी जोड्ने कुरो हाम्रो सुरु भयो यहाँनिर। अब यहाँ पनि गाँसेर हाम्रो टोली फेरि यहाँबाट लागि हाम्रो टोली पानीको मुहानतर्फ लम्कियो यहाँनिर ट्याक्क। ट्युब पनि छ है। यहाँनिर गएपछि चाहिँ अन्जन सरले त्यो बान्न ल्याएको ट्युबलाई चाहिँ पानीमा हाल्नु भएको। एमभाइबाट छिरेर कहाँ गयो भित्रै गायब भयो। खोजिरहनु फटाफट। यतापट्टि मामाले पनि हेर्नु भएको छ खोजी, भेटलाग्दो चाहिँ आएको छैन। त्यो ट्युब बगाएर सुन्तला खाने पऱ्यो, एनर्जी अब बढाउन। ट्युब भेट्नेवाला छैन होइन। अब हामी चाहिँ यहाँ सुन्तला खानु थाल्यो। यहाँ च्यु बगाउने मेन नाइके होइन। विभिन्न ठाउँमा चाहिँ लिकेज भएका पानीहरू हामीले बनाउँदै चाहिँ अब हामी फेरि यहाँनिर टोली हामी मुहानतर्फ लाग्दैछौँ। यहाँनिर यहाँ अन्जन सरले एउटा ट्युब बगाइसक्नु भयो। यहाँ बाँध्नको लागि धेरै आपत गर्यो यहाँनिर। एउटै मात्रै हो।
एउटा होइन दुईटा हो के दुईटा थियो यसमा दुईटा ट्युब बगाउनु भयो मामा चाहिँ झाडी फाँड्दै फाँड्दै हामी मुहान खोज्दै हिँडिरहेको छौँ अहिले मामाले चाहिँ पुरै झाडी पन्साउँदै गइरहनु भएको छ अब पानीको मुहानमा नआएको चाहिँ 1 वर्ष 2 वर्ष अघि भएको थियो होला के अन्त राम्रो ल्यायो भए लानु हुन्थ्यो एक एक मुठो हाल्नु नि टाउका यो चाहिँ हाम्रो पानीको मुहान हो है पाइप ऊ त्यो पाइपबाट चाहिँ पानी जान्छ हामीले खाने पानी वाले बल भएको ठाउँबाट होइन जसले बल जाली जस्तो ल फाइनल्ली हामी चाहिँ पानी लाएर यस फर्क्यौँ है त पानी